बाँदर र टोपीवालाको रमाइलो कथा। एक समयको कुरा हो, एउटा सानो गाउँमा रामबहादुर नामको टोपी बेच्ने व्यापारी बस्थ्यो। ऊ धेरै मेहनती थियो। बिहान सबेरै उठेर रङ्गी बिरङ्गी टोपीहरू आफ्नो गाउँ ठुलो झोलामा राख्थ्यो र गाउँ गाउँ डुलेर बेच्थ्यो। एक दिन ऊ टाढाको गाउँतिर जाँदै थियो। घाम निकै चर्को थियो। बाटो जङ्गलबाट जान्थ्यो। जङ्गल शान्त थियो तर चराहरू चिरबिर गरिरहेको थिए। रामबहादुर धेरै थाकिसकेको थियो। उसले सोच्यो, अलिकति आराम गरौँ अनि फेरि यात्रा गरौँला। ऊ एउटा ठुलो पिपलको रुखमुनि बस्यो। झोलामा छेउमै राख्यो र केही बेरमै गहिरो निन्द्रामा पर्यो। तर त्यो रुखमा के थियो भने त्यहाँ धेरै शरारती बाँदरहरू बस्थे। बाँदरहरूले तल हेरेर देखे, यो मान्छेको झोलामा के छ? एउटा बाँदर तल झर्यो, झोला खोल्यो र एउटा रातो टोपी निकाल्यो। अर्को बाँदरले निलो टोपी लगायो। केही बेरमै सबै बाँदरहरूले टोपी लगाएर रुखको हाँगामा बसेर ऐनामा हेरे जस्तै एकअर्कालाई हेर्दै हाँस्न थाले। केही समयपछि रामबहादुर बुझ्यो। उसले झोला खोलेर हेर्दा, अरे मेरो सबै टोपी कहाँ गए? उसले माथि हेर्दा सबै बाँदरहरू टोपीमा बसेर उसका टोपी लगाएर मजाले खेलिरहेका थिए। कसैले उल्टो टोपी लगाएको थियो, कसैले सिधै, कसैले त दुईवटा टोपी एकैचोटि लगाएको थियो। रामबहादुरलाई रिस उठ्यो। उसले चिच्यायो, ए बाँदरहरू, मेरो टोपी फिर्ता देऊ। तर बाँदरहरूले पनि उसको नक्कल गरे। उसले हात उठायो, बाँदरहरूले पनि हात उठाए। उसले मुख बिगार्यो, बाँदरहरूले पनि मुख बिगारे। उसले हाँस्यो, बाँदरहरू झन् ठुलो स्वरले हाँसे। रामबहादुरले सोच्यो, यी त मेरो सबै कुरा नक्कल गर्छन्। उसले एउटा उपाय सोच्यो। उसले आफ्नो टाउकोको टोपी खोलेर जमिनमा फ्याँकिदियो। के भयो भने सबै बाँदरहरूले पनि आफ्नो टोपी खोलेर जमिनमा फ्याँकिदिए। रामबहादुर छिटो छिटो सबै टोपी उठायो, झोलामा हाल्यो र हाँस्दै भन्यो, धन्यवाद बाँदर साथीहरू। बाँदरहरू माथि बसेर आश्चर्यले हेर्दै रहे। रामबहादुर खुसी हुँदै आफ्नो बाटो लाग्यो। उसले सोचेको थियो, रिस गर्नुभन्दा बुद्धि लगाउनु राम्रो हुन्छ। थैंक यू सो मच एवरीवन। अगर स्टोरी अच्छा लगा हो तो प्लीज़ शेयर, कमेंट, लाइक, फॉलो सब कीजिएगा।